इलेक्सन आउन अब थोरै समय बाँकी रहेको छ। यो पटक हामी धेरैजना छौँ जो पहिलो पटक भोट दिनेछौँ। नेपालको हिस्ट्री हेर्दा पनि कुनै खास जनतालाई भोट गर्न आएको जस्तो त लाग्दैन। यो भिडियोमा म प्रतिनिधि सभाको निर्वाचन रहेर मात्रै कुरा गर्छु। यो निर्वाचनबाट प्रतिनिधि सभाको सदस्य छानिन्छ, जसलाई हामी सांसद पनि भन्छौँ। इङ्ग्लिसमा मेम्बर अफ पार्लियामेन्ट। यहीँबाट संघीय संसद बन्छ र सांसदबाट प्रधानमन्त्री चयन गरिन्छ। प्रतिनिधि सभामा टोटल 275 सिट्स हुन्छ। प्रतिनिधि सभाको सदस्य दुई तरिकाबाट छानिन्छ। 165 जना प्रत्यक्ष निर्वाचित प्रणालीद्वारा छानिन्छ, जहाँ देशलाई 165 निर्वाचन क्षेत्रमा बाँडिन्छ र निर्वाचन गराइन्छ। बाँकीको 110 जना समानुपातिक प्रणालीद्वारा छानिन्छ। दलले पाएको टोटल भोट अनुसार सिट पाउँछ। यसमा महिला, दलित, जनजाति, पिछडिएका वर्गको प्रतिनिधित्व सुनिश्चित गरिएको हुन्छ। सबैलाई समावेश गराउने उद्देश्य हुन्छ। के तपाईहरूले कहिले भोट दिनु भएको छ त? अझ एउटा क्वेशन, के तपाईलाई सांसदको काम, रेस्पोन्सिबिलिटी अनि अकाउन्टेबिलिटी थाहा छ? हामीले चुनावमा भोट दिन अघि मिनिमम यो 5 वटा कुराको ध्यान दिन जरुरी छ। नम्बर 1, ट्र्याक रेकर्ड नट प्रोमिसेस। धेरै जसो नेताहरू ठुला प्रमिस गर्छन्, चाहे त्यो रोड्स, जब्स, डेभलपमेन्टकै नाममा किन नहोस्। तर हेर्नु पर्ने कुरा के हो भने पहिलाको कार्यकालमा के गरे, के जनतालाई खुसी पार्ने काम गरे त? यो सँगै एउटा अझ प्रश्न उठ्छ। बालेन, हर्क जस्ता नेता जसले चाहिँ पहिले सांसदीय चुनाव लडेका छैनन्, उनीहरूको हकमा के गर्न सकिन्छ भने उनीहरूले जहाँ काम गर्ने मौका पाए त्यहाँ कस्तो गरे त? एज इन बालेन जब मेयर बने, हर्क जब मेयर बने, उनीहरूले आफ्नो कार्यकाल अहिलेसम्म जति गरेका छन् त्यसमा कस्तो गरे त? यो सँगै एउटा अझ हेर्नै पर्ने कुरा, हाउ दे ट्रिट अर्डिनरी पिपल। सामान्य नागरिकसँग कस्तो इन्टरेक्सन गर्छन्, इभन इन्टरेक्सन गर्छन् पनि कि नै। क्रिटिसाइज गर्दा क्रिटिसिजम कतिको लिन्छन्, के क्रिटिसिजम एक्सेप्ट गरेर त्यसमा काम गर्छन् त? सत्ता आएपछि व्यवहार बदलिन्छ कि उस्तै रहन्छ त? एज वी नो, promises shows intentions, track record shows reality. Point number 2, past stance on corruption and governance. अब पास्ट स्ट्यान्स भनेपछि यो लाइन त सेल्फ एक्सप्लानेटरी छ जस्तो लाग्छ मलाई। पास्ट स्ट्यान्स त ट्राइपोडको सबैलाई थाहा नै छ। जेनजी आन्दोलनको वान अफ द मेन कारण करप्सन नै थियो। ट्याक्स पेयर्स मनी या भनौँ पब्लिक फन्डको मेजोरिटी चङ्क्स भनेको चाहिँ डेभलपमेन्ट, एजुकेसन र जनतालाई बेटर क्वालिटी अफ लाइफ प्रोभाइड गर्ने हुनुपर्ने र बाँकी सरकारी खर्च अनअभोइडेबल, मिसेलेनियस अनि स्यालेरिजमा हुनुपर्ने। तर यहाँ त मेजोरिटी चङ्क्स अफ पब्लिक फन्ड त करप्सन र ठुला बडा नेताको खल्तीमा पुग्छ। अनि कहाँबाट बनोस् त देश, कहाँबाट होस् त मेरो देशको विकास। तेस्रो पोइन्ट, अन्डरस्ट्यान्डिङ अफ नेसनल इस्युज। सांसद भनेको देशका लागि कानुन बनाउने व्यक्ति हो। त्यसो हुँदा सांसदलाई इकोनोमी, जब्स, एजुकेसन, हेल्थ र फरेन रिलेसन्स लगायतको विषयमा नलेज हुन एकदम जरुरी छ। अब कुरा गरौँ फोर्थ पोइन्ट, लङ टर्म भिजन नट क्विक फिक्सेस। खासमा भन्ने हो भने हरेक गभर्मेन्टले कुनै पनि प्लान लङ टर्मको लागि बनाउनु पर्छ। कुनै कुरालाई हतारमा गर्नुहुन्न। तर आजसम्म कुनै पनि सरकारले आफ्नो 5 वर्षको कार्यकाल पुरा गर्न सकेको छैन। नेपालमा पोलिटिकल इनस्टेबिलिटीको कारण धेरै जस्तो सरकार क्विक फिक्सेस गर्न खोज्छ। लङ टर्म भिजन त टाढाको कुरा भयो, हेर्दा पनि हेर्दैन। पोलिटिकल स्टेबिलिटी नहुनुको एउटा मेन रिजन यो पनि हो कि कुनै पनि पार्टीले चाहिँ मेजोरिटी सिट्स ल्याउँदैन नेपालमा, या यो भनौँ 138 सिट लिएर आउँदैन। अहिलेको एक्जिस्टिङ नेताहरू कति काम गरेका छन् युथ र इम्प्लोइमेन्टको लागि त्यो त ट्रान्सप्यारेन्ट नै छ। वर्षेनी कति युवा विदेशिनु परेको छ त्यो त हामीलाई थाहा नै छ। अहिले जेनजी आन्दोलनमा आफ्नो सार्कास्टिक भिडियोको लागि पपुलर भएका क्रिएटर निशान्त पनि विदेश गएका छन्। हुन त उनले त्यहाँ गएर पनि सार्कास्टिक भिडियोहरू एकदम बनाइ नै रहेका छन्। यस्तो हिँड्ने बाटो बनाउनु पर्दैन थियो बा, तिमीले 20 वर्षमा यस्तो हिँड्ने बाटो बनाइदिए भए आज यो हालत हुन्थ्यो त। बट यदि त्यस्तो क्रिएटिभ मान्छे पनि देश छोड्नु परिरहेको छ भने कस्तो होला त हाम्रो देश। नेपालमा धेरै जसो नेता जो पावरमा छन् या भनौँ थिए, नेपालमा धेरै जसो नेता जो एक्चुअल पावरमा आउँछन् उनीहरू सबै ओल्ड एजका या भनौँ बढी उमेरका हुन्छन्। धेरै जसो 65 प्लस कै रहेका छन्। यो भिडियोको लागि रिसर्च गर्दा गर्दै मैले यो भेटे, जहाँनिर नेपालमा चाहिँ एकजना नेता 83 वर्षको उमेरमा चुनाव लड्नको लागि फेरि आफ्नो
नामावली दिएका छन्। जो नेता आफै स्वयंको ख्याल राख्ने अवस्थामा छैन उसले देशको के ख्याल गर्ला त, र अनि कानुन के बनाउला त। ब्याक टु टपिक अगेन, त्यस एजको मान्छेको लर्निङ माइन्डसेट कस्तो होला त? त्यस एजको मान्छेको लर्निङ माइन्डसेट होला त के म सुध्रिन्छु, अर्को पटक गल्ती हुँदैन भन्ला नि त, के गल्ती स्वीकार्ला नि त। एउटा सांसदमा लर्निङ माइन्डसेट हुन धेरै जरुरी छ। तर हाम्रो यता त नमस्कार नगर्दा अफेन्ड भइदिन्छन्। लर्निङ माइन्डसेट त टाढाको कुरा भइ नै हाल्यो। अब लास्ट पोइन्ट या भनौँ फिफ्थ पोइन्ट, ट्रान्सपेरेन्सी, एक्सेसिबिलिटी एन्ड रेस्पेक्ट फर पिपुल। चुनाव पछि पनि भेट्न पाइन्छ कि नाइ, जनताको प्रश्नको जवाब दिन्छ कि नाइ। इक्जाम्पलको लागि बालेन मेयरको लागि चुनाव लड्दा सबैतिर अभाइलेबल थिए, एक्सेसिबिलिटी पनि थियो। तर अहिलेको समयमा एक्सेसिबिलिटी नै घटेर गएको छ। अल्दो वान साइडेड आफ्नो कुरा चाहिँ फेसबुक स्ट्याटस मार्फत टाइम टु टाइम राख्ने त गर्छन्, बट पिपुल एक्सपेक्ट मोर फ्रम हिम। भोटिङ इज नट अबाउट होप, इट्स अबाउट एभिडेन्स। मतदान भावनाको लागि होइन, प्रमाणको आधारमा हुनुपर्छ। यी सबै कुरा ध्यान दिएर मात्रै मतदान गर्नुपर्छ। तर अब फ्याक्चुअल कुरा अलिकति भनौँ, नेपालमा जातिवाद नातावादमा बढी भन्दा बढी मत गरिन्छ। एउटा सानो स्टोरी सुनाउँछु। मेरो एउटा साथीसँग कुरा गर्दै थिए भिडियोको कन्टेक्स्टमा। ऊ बस्ने ठाउँको पोलिटिकल सिचुएसन सुन्दा त म लिटरली सक भएँ। मैले उसलाई सोधे, तिम्रो क्षेत्रमा को थिए त सांसद आन्दोलन अघि? ऊ भन्छ राजु। अनि मैले सोधे, कस्तो लाग्यो त उनको काम? जति समय थिए त्यति मात्रै डेभलपमेन्ट त गरे होला नि। ऊ भन्छ ती नेताले त केही काम गरेनन्। मैले फेरि सोधे, त्यसो भए त आउँदो फागुनको निर्वाचन उनले जित्ने माहौल नहोला नि? उसको जवाब सुनेर म सक भएँ। उसले भन्छ यहाँ त जातिवाद नातावाद यति धेरै छ कि फेरि त्यही नेता जित्लान्। मैले भर्खरै भनेको कुरा मेरो साथीको गाउँको मात्रै नभएर तपाईँहरूको गाउँको पनि हुन सक्छ। प्रब्लम कहाँ आउँछ भने जनता अलिक बढी अप्टिमिस्टिक भएर खालि त्यही नेतालाई भोट गर्छन् जसले केही काम नै गर्दैनन्। यहाँ ईमानदारी चलता बाबू, ना तो घरे जाके सुत्ती बाबू। ये जब पैसा ना निकला, तू ही ना कहला कि पहला डिसीजन सुनावला। There were 3 people. They will talk like this. Shut up. के यो पालि चाहिँ टुट्ला त? साँच्चै भन्ने हो भने निकै गाह्रो छ। अलमोस्ट नो भन्न सकिन्छ। अहिले बालेन पनि रासपासँग जुडेका छन्, तर मधेसमा रासपाको सिट्स ल्याउन निकै गाह्रो देख्छु म त। यसैसँग एउटा क्वेसन हालिदिउँ जुन चाहिँ म नेक्स्ट भिडियोमा कभर गर्छु। के बालेन आगामी चुनाव जितेर नेपालको नयाँ प्राइम मिनिस्टर बन्ला नि त? के बालेन रविको पार्टीले चाहिँ 138 सिट्स ल्याउला नि त? यदि तपाईँहरू चाहनुहुन्छ भने म यो टपिकमा अर्को भिडियो लिएर आउँछु। तर त्योभन्दा अगाडि यो भिडियोमा या त 5K भ्युज या 50 लाइक्स आयो भने मात्र। र तपाईँहरू आफ्नो सजेसन दिन सक्नुहुन्छ अर्को कुन टपिकमा चाहिँ भिडियो हेर्न चाहनुहुन्छ। र डु लाइक एन्ड सब्सक्राइब टु दिस च्यानल। अनि यो भिडियो चाहिँ आफ्नो एकजना साथी या भनौँ साथीलाई सेयर गर्नु छैन भने चाहिँ आफूभन्दा ठुलो एजको मान्छेहरूलाई चाहिँ एकचोटि देखाइदिनु होला होइन, सो द्याट कि अलिकति बढी जागरुक बढोस्। र काहीँ न काहीँ मैले अलिकति जुन एफर्ट लगाउनु खोजेको छु मेरो एफर्ट अलिकति भए पनि काम लागोस् होइन। हस् त, धन्यवाद। र बाँकी अरू भिडियो पनि आउँछ। स्टे ट्युन्ड एन्ड सब्सक्राइब गर्न नबिर्सिनु। एन्ड यस, बाई बाई।